ल अहिले चाहिँ म यता थुम्सीकोटमा छु होइन। थुम्सीकोटको यो पुरानो झुलिङ्गे पुलमा छु। ल यस्तो छ यहाँको अहिलेको अवस्था होइन। ओ माई गॉड ट्राइट यस्तो छ आम्मामा। पहिला त अब पहिला त उता हामी उता बेगनासताल हुँदै डुङ्गा चढेर आउने त्यो छुट्टै स्टोरी थियो। तर त्योभन्दा पछिको स्टोरी के ठ्याक्क यो मोटर बाटो छ नि, मोटर बाटो यहाँसम्म आउँथ्यो अनि हामी बसमा चढेर आउँथ्यौँ। बसमा चढेर आएर त्यहाँबाट झरेर हामी यो पुल त बनेको थिएन है, यो पुल त पछि बनेको हो। अनि त्यहाँबाट हामी यसरी यो झुलिङ्गे पुल हुँदै यो खोला तरेर टक्क यहाँबाट फेरि हिँड्दै जान्थ्यो क्या गाउँ। सायद अहिले नि कोही नहिँडेर होला है, मान्छे भएको र नभएकोमा यस्तो फरक हुन्छ कि सायद कोही नहिँडेर होला। यो झुलिङ्गे पुलमा नि यस्तो छ, पुरा खिया लागिसकेको छ होइन। क्या पुरानो मेमोरिजहरू यस्तो फ्ल्यासब्याक भयो क्या। यस्तो थियो यार आम्मा। पुल त तर जानुपर्छ क्या एकचोटि यार। धान्छ कि धान्दैन? धान्न त धान्छ होला, तर कस्तो डर लाग्यो यार मलाई त यार। कस्तो डर लाग्यो कि त्यो धेरै भएर होला नि नहिँडेको भएर। त्यो पनि धान्न त धान्छ होला, धान्छ धान्न त। यहाँसम्म अहिले म है त्यो झुलिङ्गे पुलमा तर कस्तो डर लाग्यो हौ, यस्तो अवस्थामा छ है। आम्मामा यस्तो पुरानो मेमोरिजहरू कस्तो याद आयो यार। यस्तो थियो क्या अहिलेको नयाँ पुल। यस्तो सुनसान भयो। पहिला कति क्राउड हुन्थ्यो यहाँ, आम्मा बजार हुन्थ्यो यहाँ। अहिले हेर्नु त सुनसान छ। दोकानहरू कति दोकान त बन्द भइसक्यो रहेछ। पहिला त आम्मामा यहाँ त बजारै हुन्थ्यो यार। हेर्नु न यहाँ मान्छे भएको र नभएको कस्तो डिफ्रेन्स हुन्छ क्या। यो चौतारा यस्तो छ यहाँको अवस्था। दोकानहरू पहिला यस्तो बिजी हुन्थ्यो है, अहिले हेर्नु न सब टोटली क्लोज, सब क्लोज। यहाँ चाहिँ हाम्रो त्यो सन्तोष मामाको दोकान थियो, यहाँ कति खाजा खान्थ्यो हामीले है। मामा पनि बित्नुभयो, ठ्याक्कै ठाउँ पनि सबै भत्काइसकेको रहेछ। यस्तो थियो यहाँको चाहिँ रहेछ अलिअलि मान्छे। यतातिर सब बन्द छ, जान्छ यार। दोकानहरू त्यस्तो छ। त्यहाँ चाहिँ अलिअलि रहेछ दोकान, त्यहाँ चाहिँ टोटली क्लोज, एभ्रिथिङ यस्तो सुनसान छ। पहिला चाहिँ ठ्याक्क बस यहाँ आउँथ्यो कि, ठ्याक्कै यहाँ अनि उता पार्क गर्थ्यो। अनि ठ्याक्क मान्छेहरू यहाँ झर्नी ओह्राल्नी हुन्थ्यो है। यस्तो छ ठाउँ। समयअनुसार सबै चेन्ज हुँदैछ, एभ्रिथिङ चेन्ज। सानो थियो त्यति बेला म पनि, तर त्यति साह्रो सानो पनि थिएन होइन। तर धेरै मेमोरी छ है यो ठाउँमा। हेर्नु न यस्तो कति बिजी हुन्थ्यो कि दोकानहरू है। यस्तो भइसकेको छ यहाँ। अब थुम्सीकोट जाने भन्यो भने सबै यहीँ त हो नि। त जमानामा है
जमाना भन्दा पहिले के 18-19 वर्ष हड्यो होला हामी जस अब फुचे नै थियो जस यङ नै भनौँ अब 17-18 वर्ष त्यस्तो थियो होला 16-17 वर्षको उमेरमा अनि हाम्रो गाउँमा झुलुङ्गे पुल बन्दै थियो कि यस्तै झुलुङ्गे पुल थियो अनि फेरि गाउँमा त फेरि त्यो झारा उठाउने झारा गर्ने भन्थ्यो नि त गाउँको घरको एकजना मान्छे त्यस्तो जानुपर्ने त्यति बेला म आएको थिएँ क्या अनि यस्तो बोकेर जानुपर्थ्यो हामी गाउँ यहाँबाट यहाँसम्म चाहिँ गाडी लिएर आउँथ्यो यस्तो बोकेर जानुपर्ने कि आमा है अनि हामी सब लस्कारै गाउँको मान्छेहरू सब लस्कारै काँधामा हालेर यसरी बोकेर लान्थ्यो यस्तो हेभी हुन्थ्यो कि यस्तो हेभी फलामको हो नि त कहाँ म त बोक्नै सक्थेन यार जस्तै अब यतिको यहाँ एउटा मान्छेले काँधामा राखेको छ भने त्यहाँ एउटा मान्छेले राखेको त्यहाँ एउटा मान्छेले पुरा सर्प जस्तो कि ड्रागन जस्तो त्यसरी बोकेर जानु पर्थ्यो गाउँ झुलुङ्गे पुल बनाउने बेला त्यो झारा उठाउने बेला त्यस्तो मेमोरिजहरू पनि छ यार यस्तो छ यहाँको ठाउँ ल अब म चाहिँ फर्किन्छु म चाहिँ खास आज यता फेरि ब्याक टु गते आउनुको मेन कारण भनेको बजेको 84 पूजा हो नि त आज अनि मेरो कस्टमर छ 12 बजीतिर छ कस्टमर अहिले यहाँ 11 बजिसक्यो म गते गाउँ पुगेको नि छैन है पुगेको नि छैन तर त्यही पनि म कस्टमरलाई फोन गरेर चिनेको दाइ हो जे होस् दाइलाई फोन गरेर दाइ 2 बज्छ होला भनेर एकचोटि भन्न चाहिँ भन्छु म है फेरि बजेको 84 पूजा बजेले अस्ति नैबाट बोलाइराख्नु भएको छ नि त आउनुपर्छ है भनेर तर बजेलाई मैले अस्ति 4-5 दिन अगाडि नै भेटेर आएको तर त्यही पनि मेरो मम्मीको मम्मी हो नि त जे एटलिस्ट सी इज माई ग्रान्ड मदर होइन जानुपर्छ 84 पूजामा भनेर मेरो मनले त्यस्तो भन्छ कि चाहिँ होइन भनेर अनि म आएको हो अहिले यहाँ 11 बजिसक्यो म सुई जानुपर्ने हो तर मलाई ठ्याक्कै यो ठाउँको एक्सप्लोर गर्नु मन लाग्यो क्या यस्तो मेमोरिजहरू यस्तो उस भयो अनि त्यही भएर एउटा भिडियो बनाइदिउँ न त भनेर एउटा सर्ट भिडियो बनाइदिउँ भनेर बनाएको ठिकै छ म जान्छु गते गाउँ पुग्छु बजेलाई भेट्छु टिका सिका लाउँछु ढोसो गर्छु अनि केही खाएर अनि म फर्किहाल्छु क्विक फर्किहाल्छु यस्तो छ यो ढुङ्गा हेर्नु न कति ठुलो छ ओह माई गॉड ल है माथिको पानी क्या सफा छ है तर यो झुलुङ्गे पुल कस्तो हल्लेको फिल भयो यार एक्लै चढेको क्या एक्लै चढेको भएर हो कि के हो डेन्जरै हल्लेको त यार मान्छेहरू कहाँ पुगिसक्यो है कोही कहाँ है तर ठाउँ चाहिँ जस्ताको त्यस्तै यस्तो छ यार यस्तो छ ऐसिलो नि फलेछ ल यति भन्दै ल यो पुलको भिडियो चाहिँ यहीँ इन गर्छु सो गाइस किप वाचिङ है त